It's been so long since I sat and cried. Now I realize. Hi, welcome to my Infinity Journey YouTube channel. गाइजहरुलाई आज चाहिँ म र गाइ चाहिँ स्विमिङ घुम्न जाँदैछौँ, भिडियो हेर्दै गर्नु होला। स्वयम्भूतिर आज बिहानै निक्लेको है भनौँ न। दाइ भाइ टक्क गइन्दैछ है स्वयम्भूमा। अब हामी दाइ भाइ स्वयम्भूमा गएर धल्कुचोक आइपुग्यो। गाइजहरु दाइ र म हेर्दै गर्नु होला है। त दाइ चाहिँ यता यो बाटो उँभो स्वयम्भू जान्छु है। गरी अगाडि खोला चाहिँ यस्तो छ है गाइजहरु। खोला भन्नु कि के भन्नु। दाइ चाहिँ हिँडिराख्नु भएको छ गरी अगाडि। यहाँ पछाडि जाँदैछु म नि। दाइ चाहिँ यता अगाडि हुनुहुन्छ। हिँड्दै 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 हामी दाजुभाइ पुरा जाँदैछौँ स्वयम्भूलाई आज घुम्नका लागि। दाजुभाइ मिलेर टक्क जाँदैछौँ, भिडियो हेर्दै गर्नु है। र अब चाहिँ रोडको बाटो छोडेर सिँढी चढ्नु पर्ने हुन्छ। अब यहाँबाट चाहिँ हामी उकालो जान्छौँ। यहाँसम्म मात्र हो रोटै रोड हिँड्ने। अनि यहाँबाट हामी सिँढी चढ्छौँ। सिँढी यस्तो उकालो छ, हिँड्नु चाहिँ मजा हुन्छ सिँढीमा गाइजहरु। अगाडि अगाडि हिँड्दै 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 हिँडिराख्नु भएको छ। स्वयम्भूको छ्यास स्वयम्भू देखिँदैछ है त गाइजहरु। यहाँबाट यहाँनिर स्वयम्भू देखिरहेछ। हामी जाँदैछौँ स्वयम्भूतिर। स्वयम्भूदेखि अलिकति मुनि भगवान पाउमा आइपुगिएको छ। मान्छेहरू अहिले चाहिँ बुद्ध जयन्ती छ, त्यही भएर एकदम मान्छेहरू तन्नै हुन्छ गाइजहरु। मान्छेहरू छ। धेरै मान्छेहरू छ गाइजहरु, देख्न सक्नुहुन्छ। अब हामी चाहिँ यसै उकालो लाग्छौँ। यो बाटो उकालो लाग्छौँ हामी। एकदम लामो लङ टाइम पछि आएको स्वयम्भू। अहिले चाहिँ बुद्ध जयन्ती मान्छेहरू नि मोबाइललाई टन्नै छ। हामी चाहिँ दाइ चाहिँ माथि पुगिसक्नुभयो। अनि त्यही भएर अब उकालो लाग्छौँ हामी। मोबाइल बनाइरहेको रहेछ। उकालो चढिरहेछौँ। लगभग अब स्वयम्भू मन्दिर आइपुग्नु लागिसक्यो। मन्दिरदेखि केही मुनि आइपुगिसक्यो गाइजहरु। स्वयम्भू मन्दिरदेखि केही मुनि
मन्दिर चाहिँ माथि पर्छ हल्का थोरै थोरै देखिरहेछ देखिरहेछ हेलो फाइनली गाइजहरु स्वयम्भू हामी आइपुगेका छौं हेर्नु होला त स्वयम्भू पारदेखि नै भ्यू वरिपरि घामको कारणले गर्दा क्यामेराले मजाले भ्यू लिन सकेको छैन We've been telling all our lives, the lights and all the glory. We know that they won't survive, but this road is gonna take us somewhere else, somewhere else. We just have to believe, nowhere else, nowhere else. वरिपरि घुम्नुपर्ने हुन्छ यहाँ आइसकेपछि चाहिँ एक राउन्ड हान्नुपर्ने हुन्छ अनि अब हाम्रो नै सुरु हुँदैछ घुम्ने कार्यक्रम अब एक राउन्ड चाहिँ हानेर जानुपर्ने हुन्छ दुई भएर म घुमिरहेछ घुमिसकेर हामी चाहिँ अब ताबाट फेरि घुम्दै 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 अब रुम फर्किँदैछौँ सर्ट सिधै जाँदैछौँ है त सिधै हेलो हामी चाहिँ अब यो सिडीबाट फेरि उकालो चढ्नेछौँ यताबाट जानेछौँ हेर्दै यता सर यस्तो छ ठाउँ हामी यताबाट आएको अब चाहिँ हामी यो यताको सिडी चढ्छौँ यता हुँदै माथि जान्छौँ धारामा घुम्दै यता आइसकेका छौँ एकदम बवाल छ ठाउँ स्विमिङ त्यहाँ चाहिँ एक्सर्साइज पुरै भइरहेछ यहाँ चाहिँ सिक्का हाल्ने ठाउँ है सिक्का फ्याँक्ने ठाउँ यता गएर सिक्का फ्याँक्ने ठाउँ है यहाँ चाहिँ पुरा एक्सर्साइज गरिरहनु भएको छ र म्युजिकको तालमा गाइजहरू यहाँ दामी चुकु डगी चुन्नु टाइसन छ र टुन्नु लाग्दैछौँ है त यसै टक्क फेरि यतातिर आइसक्यो उताको मन्दिरतिर घुमेर अब यता घुम्छौँ केही समय अनि फेरि फर्किन्छौँ है त हामी चाहिँ अघि यताबाट आएको थियौँ यताबाट अब यिनीहरूले फेरि यहाँबाट
स्वयम्भू घुमेर फर्किँदैछौँ। अब चोक घुमिसकेर अब युद्धबाट निक्लिसक्यौँ। अब पछि हामी यता जान्छौँ है त, जहाँबाट घुम्दै जान्छौँ। सट्ट पण्डितजी लामाजीहरू सबजना बसिरहनु भएको छ। हामी चाहिँ त्यहाँबाट हिँड्दै गइरहेछौँ। फाइनली गाइज बुद्ध चोक आइपुगिसक्यो है। अब बुद्ध चोक हुँदै हामी रुम फर्किन्छौँ। बुद्ध चोक हल्काभन्दा घुम्ने, अनि घुमिसके पछाडि हामी जान्छौँ फर्किन्छौँ रुमतिर। यताबाट आएको चाहिँ बुद्धको मूर्तिहरू छ है। यता उतापट्टिबाट चाहिँ बुद्धको मूर्तिहरू छ है। अहिले म एकछिन पछाडि तपाईँहरूले देखाउने छु, उता चढ्दै हुन्छ, भिडियो खिच्दै हुनुहुन्छ। यता छ है पछाडि बाह्रको दृश्य हो यो चाहिँ। यताबाट हुँदै बुद्धहरूको मूर्ति चाहिँ यहाँ चाहिँ अलिकति घाम लागेर मजाले है बुद्ध मूर्ति चाहिँ। अब सिँढीबाट झरेर रोडमा झरिसक्यौँ। अब रुमतिर फर्किँदैछौँ। अब फाइनली गाइज स्वयम्भू घुमेर आइसक्यौँ हामी। स्वयम्भू घुमेर हामी फर्किसक्यौँ। भिडियो हेरेर साथ दिनु होला। We know that they won't survive, but this road is gonna take us somewhere else. We just have to believe. Nowhere else, we have to go.